हेलो कहाँ आराम भयो तपाईँ? अरे काममा छु के म यार, किन फोन गरे भन्न। काममा छौ भने कति पैसा कमायो? धेरै धेरै कमाछु मैले। कति धेरै? यति धेरै कि यार गन्ने मान्छे नै भेटे छैन कि मैले त। किन? किनकि यहाँ सबै पैसा अरूकै खल्तीमा छ नि त। घरमा चामल सकियो। राम्रो भएछ त हो। के राम्रो भयो? त्यसो भए अब हाम्रो घरमा फ्री वेट लस प्रोग्राम सुरु भयो। तिम्रो तौल घटे घटोस्, मेरो पेट करायो भने के गर्ने? पेट करायो भने पानी पिउने। पानीले पेट भरिन्छ? पेट नभरिए पनि समय त भरिन्छ। यति त विचार गर्न नदिनु। बच्चाको स्कुल फी तिर्नु छ। कति? 20,000। यत्रो पैसा बच्चाले रकेट बनाउँछ कि पढ्छ स्कुलमा? पढ्छ। पढेर के हुन्छ? ठुलो मान्छे हुन्छ। म पनि पढेको मान्छे हुँ त अनि। अनि अहिले पनि पैसा खोज्दै हिँडिरहेको छु म। घर भाडा पनि दिनु छ। नदिए के हुन्छ? घर धनीले निकाल्छ। ए त्यसो भए त राम्रो हो झन्। किन राम्रो? अरे यार रेन्ट फ्री स्काई भ्यू पाउँछ नि हामीले। स्काई भ्यू होइन, यहाँ सडक भ्यू होला चाहिँ कस्तो लागिरहेको मलाई। त्यही बस्छु अब युट्युब भ्लग बनाउँछु। तिमीले मजाक मात्रै आउँछ। मलाई पैसा पनि आउँछ। कहाँ छ पैसा त्यसो भए? सपनामा। उठेपछि सपना पनि हराउँछ, पैसा पनि हराउँछ। अब त्यहाँ आउँदाखेरि बजार गएर तरकारी ल्याएर आउनु। कस्तो तरकारी हो फेरि? सस्तो ल्याउनु नि हो। सस्तो त यहाँ हावा मात्रै पाइन्छ यार। हावा नै ल्याएर आऊ त। अनि के म झोलामा हालेर ल्याउँ त म? पैसा छैन भने कमाउनु पर्छ। यहाँ अनेक थरी बहाना गरेर हुन्छ। कमाउने सोच्दैछु। कहिले? भोलि। भोलि कहिले आउँछ फेरि? जब आज सकिन्छ तब। आज त सकियो, तिम्रो कुरा सुन्दैछु। अब घर आउनुहोस् फटाफट छिटो। किन? हिसाब गर्नुपर्छ। कस्तो हिसाब? कति कमायो कति हरायो त्यो हिसाब गर्नु छ। हराएको हिसाब बढी हुन्छ त्यस्तो भन्छ। त्यसैले घर आउनु तिमी। हेलो हेलो नेट गयो।